निबन्धको शीर्षक छ जुङ्गा। म के लेखौँ जस्तो भएर विचार शून्य क्षणमा घोरिरहेको बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औँला माथिल्लो ओठका ती मर्द मर्यादा स्वरूप रोमगुच्छ तहलाउने काममा पुगेछन्, जसलाई जुङ्गा मुसार्नु भन्दछन्। मैले के भावले जुगामा ताउ लाउन लागे म भन्न सक्दिनँ। न त म मनोवैज्ञानिक छु, तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ, तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ कि जुगालाई सम्झाउनु। यो कागज कलम मसीका क्षेत्रमा पनि लडाइँ छ। यहाँ पनि वीरताको आवश्यकता छ। मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुवै कमाउनु पर्दछ। मैले लेखेका कुरामा छिछि गरिदेलान् भन्ने त्रास हर हमेसा भित्र छिपेर सावधानी दिइरहेछ। यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न। प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐडीले मर्दको पैर संसारमा अघि बढाइरहेछ। मेरो मगज अहिले रित्तो छ। मिही भावनाहरू शून्य छन्। कविताको गन्ध पनि हृदयमा छैन। अहिले म यो बोधो चिच्याहाटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बीच बीचमा पैदा गर्दछिन्। कति कपाल कन्याए तर व्यर्थ भयो। मगजका जादुगरी गिर्खाहरू कुनै विषयमा झल्कँदै रुनझुनाउँदै जागृत हुन सकेनन्। म उपर एक उराठ बदली लागे जस्तो भयो, जसमा बिजुली छैन। तब पुरुषले आफ्नो पुरुषार्थको चिन्ह नपाउँदा, आफ्नो तेज र तागतको कमीमा सचेत भएर आउँदा अर्को चिज के सम्झियोस् बरा, ओठमाथिको जुङ्गा चिबायो। तपाईँले याद गर्नुभएको होला, जब पूर्ण वयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर आफ्ना औँलाहरूद्वारा पहिले जुङ्गाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निसन्देह, निश्चित रूपको मर्दको चिन्ह मुसारेर तपाईँको ध्यानको टड्कारे प्रदर्शन गर्दछ। यो आत्म आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौँ, किनकि जब जुङ्गा छुन्छ तब उसलाई एक किसिमको नवीन स्फूर्ति, नव उत्साह र नयाँ जोस पैदा हुन्छ। जुङ्गाका टुप्पा टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेसिनका काइँयाले जम्मा गर्दछन्। त्यही विचारले होला मेरा औँला जुङ्गाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन शक्तिमा धिक्कार दिन आँटेको थिएँ। वास्तवमा विचारीहरू जुङ्गा नभएर दारी नभएका बोके जस्ता हुन्छन्। गौर गर्नलाई सबभन्दा सजिलो उपाय हुन्छ जुङ्गा बटार्नु, निमोट्नु या ताउ लाउनु। कोही आँखा पल्टाएर जुङ्गाका टुप्पालाई बटारबुटुरको शास्ति दिँदा दिँदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन्। कसैको बानी हुन्छ जुङ्गा उखेल्ने। मैले कसैले जुङ्गा उखेल्दै टोक्दैसम्म गरेको पनि देखेको छु। कोही खाली ताउ लाइरहन्छन्, मानौ त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमको आत्मसूचन शक्ति मिल्छ। यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जति जति जुङ्गालाई शास्ति दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ। तर हाय, ती असल मगरहरू जसका नास्ति जुङ्गा न दारी। जुङ्गा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिन्ह हो, ओठमाथिको आभूषण हो, पूर्ण वयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुली काइयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ। जति जति बल बढ्दै गयो उति उति माथिल्लो ओठमा कालो रेखी बस्दै जान्छ। जति जति मर्दले संसार बुझ्दै गयो उति उति त्यो लम्बिँदै जान्छ र जति जति पुरुषार्थ गर्दै गयो उति उति त्यो सम्मिँदै जान्छ। ओठमाथि जुङ्गा छ भने तेरो पाइने हेरौँ त भन्ने दुश्मनको हाँक हुन्छ। स्यालका जुङ्गा नउखेली भनेर रिसाईको मर्द बुर्लुक्क उफ्रन्छ। बाघका जुङ्गा उखालेर सिकारीले बहादुरी देखाउँछ। संसारमा जता हेर जुङ्गाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ। मकै जस्तो जड चिजले पनि जुङ्गाको महत्त्व पहिचानेको छ। बिरालो जस्तो चोर जन्तुलाई पनि जुङ्गाको उपयोगिता याद छ। हाय, ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे भन्ने किसिमको कविरोधन कुनै हिन्दी काव्यमा देखे जस्तो लाग्छ। तर जति प्राचीन भारत वीरको तस्विर म देख्दछु ती सबमा म पाउँछु जुङ्गाको भयङ्करता। शिवाजीको तस्विर हेर्नुहोस्,
क्या काले कराले मुठे जुगाको भयङ्कर प्राचुर्य र वीरता सङ्केतक तालिम राजपूत महावीरहरूमा जुगाको महान महत्त्व देखिन्छ। तरबार र ढालभन्दा पनि तिनका जुगा डरलाग्दा देखिन्छन्। जुगाहीन वीरता आइसल्यान्डको साँपको उखान जस्तो जच्दछ। प्राचीन पुरुषहरूमा कठिलो व्यक्तित्व थियो। देख्दै काला काला डरलाग्दा जुङ्गे वीर थिए। उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुगामा देखिन्थ्यो। रौद्र भयानक भीम जुगा खोज्नु परे हामीले भारतको प्राचीन इतिहासका चित्रधार पाना पल्टाउनु मात्र पर्दछ। तर हाय यो नामर्द युग, यसमा पुरुषको ओठमाथिको रौँसम्मको सङ्केत पाइन्न। आत्मनिन्दाको क्रूर छुरा धार लगाएर प्रकृतिको यस्ता कृष्ण सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ। आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन ओठमाथि मर्दपना रोई रोई त्यसै बिलाइरहेछ। मर्दको यो अपराध देख्दा मलाई त पुरुष जाति स्वास्नी मान्छेको अनुकरणमा चलिरहेको जस्तो लाग्दछ। आजकलका नवयुवकहरू नखरे नाजुक ओठमा लाली लाएका स्त्रीहरू जस्ता देखिन्छन्। सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ। विलास, आलस्य, स्वास्नी मान्छेपना र श्रृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन्। जुगा राख्नमा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबुत मर्दपनाको सङ्केत पाइन्छ। यी प्रकृतिका काला फरमाइस निरर्थक छैनन्। यिनमा स्त्री जातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मिठो बलवा छ। हामी घरकी कुखुरीले ठुगिन चाहँदैनौँ। हामी दुर्बल थाङ्ना स्याहार्ने जातिको अगाडि ओठमाथिको आभूषणमा ताउ लगाएर आफ्नो पौरुष भेद जनाएर अकडिएर मर्दको हुङ्कारी मर्यादा राख्न चाहन्छौँ। आधुनिक पुरुषहरूमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुगाको सफाचट हो यस्तो अनुमान गर्न सकिन्छ। जुगाहीन पुरुष भएका घरमा घोडी नै राज्य गर्दछ। पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ। सिंहलाई जस्तो यालको जरुरत छ त्यस्तै पुरुषलाई जुगाको, जसमा गम्भीर शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ। जुगा उखेल्ने जोइटिङ्ग्रे हुन्छन्, जुगा राख्ने जवान। मैले लेहन नामक प्रसिद्ध प्रबन्ध लेखकको एक हास्यप्रधान लेखमा पढेथे कि कुनै रानीले आफ्नो स्वामीका बागीहरूको पक्ष लिइन्, किनकि राजाले उनको जमाना गाला जस्ता मसिना गाला लिएर यानि दारी खौरेर उनको सामना गरेका थिए। त्यस बेलासम्म सभ्यताको कदम सायद ठिक दिशामा रहेछ। तर आजकलको महान परिवर्तन हेर्नुहोस्। लोग्नेले जुगा राखे रे भन्ने रिसले एक मेम साहेबले पेस्तोलको गोलीले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे। आधुनिक स्त्रीहरू जुगाको किन यस्तो रिस गर्दछन् म भन्न सक्दिनँ। आजकल स्त्रीहरू पुरुषलाई मिच्दै ल्याएका छन्। उनीहरू सम अधिकारको मागबाट पनि अगाडि बढिसके र पुरुष जातिको यस्तो हाँकदार मर्दना कालो चिन्ह देख्यो कि सायद उनका नजर जल्दा हुन्। मनोवैज्ञानिक कारणहरू अनौठो छद्मवेशमा बाहिरका क्रियामा काम गर्दछन्। तर मलाई पनि यस्तो लमजुङ्गे मन पर्दैन जो दुई कानमाथि जुगाका मुठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्दछ। मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरू ज्याउका त्यहीँ राख्नु भन्ने छैन। अलिकति छाटकाट नगरे देखिन् त मान्छे र भालुमा के फरक छ। भालु नङ पाल्ने, काने, जुगा राख्ने, झाडी आँखी भाउ बढ्न दिने पुरुषहरू सौन्दर्योपासनाका नजरका कसिङ्गर हुन्। ती अजाय बगरलाई नमुना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य ठहर्याउनुपर्छ। जुगा पनि थरी थरीका हुन्छन्। कोही जुगा घोप्टा हुन्छन्, मानव जुवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो। घोप्टे जुगाहरूमा उत्साह कम हुन्छ। उनीहरू सायद जे भने पनि मान्छन्। जी हाँ हजुर किसिमका पुरुष हुन्छन्। मर्दको नुर नै गिरे जस्तो देखिन्छ। तिनका ठिक उल्टा हुन्छन्। उपर फर्कुवा जो जुगा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन्, मानव यिनका थर मै हुँ म हो। तिखो टुप्पे सुइरे जुगा भन्दछन्। कोही टेरे टेर नटेरे नटेर यो संसार मेरा निम्ति महु कुबेर। कोही पुतलीकट हुन्छन्। यिनीहरूलाई नाजिज्म भन्दा ठुलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाईँ सङ्कुचित राष्ट्रियतामा विश्वास राख्दछन्। एक एक जुगामा एक एक व्यक्तित्व छ र म ओठ नचले पनि जुगा देख्दै मानिसको चरित्र बुझिहाल्दछु।
तर असल असल मगर र भोटियाहरूले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नसालिदिन्छन्। जुगामा केही शासन गर्न सक्ने आधारोत्पादक गुणहरू अवश्य छन्। म जब स्कुलमा थिएँ तब मलाई अरूको उत्तिको डर लाग्दैन थियो जत्तिको जुङ्गे मास्टरजीको। वेदको छडीभन्दा उनका हुङ्कार डरलाग्दा थिए। तब उनी जुङ्गामा हात लगाएर कर्के आँखाले हेर्दथे। तब क्लासको मुटु थर्कन्थ्यो। सबका आँखा किताबमा लाग्दथे। उनी अग्ला काला भयङ्कर थिए। त्यस उप जुङ्गाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरूपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लड्काको मनमा सहजसँग प्रभाव गर्दछ। लड्काहरू भन्दथे जब उनी दायाँ हातले जुङ्गा मुसार्थे तब केही डर थिएन। त्यस दिन दायाँ हातमा वेदको छडी हुँदैन थियो र उनी मजाका गफ र कहानीले क्लासै बहलाउँथे। तर जब उनी बायाँ हातले जुङ्गा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चड्कन चिउरा। ती जुङ्गा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्दै घोक्दै निधाएको मैले सपना देखेँ। मास्टरजीको जुङ्गा मान्छे पनि थिएन, स्वरूप पनि थिएन, तर 3.5 अङ्गुलका 2 टुक्रा बीचका अलिकति फाटेर कसो कसो जोडिएका रहेछन्। म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दो रहेछु जस्तो कहिले मकैको जुङ्गा लाउन केटाकेटीको सोख हुन्छ। त्यो सपनाको मतलब त्यस बेला बुझेँ जब आफ्ना ओठले जुङ्गा हाले र म मास्टरको वृत्तिमा लागेँ। धन्यवाद।